दुःख सबैकोमा हुन्छ हेर्नुस् ठुलोभन्दा ठुलो धनी व्यक्तिलाई पनि खुसी हुँदैन त्यो पनि दुःखै हो है अत्यन्तै गरिब व्यक्तिलाई पनि पैसा हुँदैन त्यो पनि दुःखै हो बीचको व्यक्तिलाई दुईटै हुन्छ मुनि झर्न पनि गाह्रो उँभो चढ्न पनि साह्रो क्या यो पनि दुःखै हो फेरि अन्त म पनि अब आई वाज पिपल टेल मी द्याट यो हिजो अस्ति आएको नेता बन्यो भन्ने टाइप्स छ आई कुड को रिलेट विथ म्याडम बिकज इट्स अबाउट द क्लिक sometimes you get clicked at the age of 20 sometimes you get clicked at the age of 57 like KFC people right it's not that everyone has to get clicked at the same age of 35 or 25 like that everyone gets clicked at their own time but the time has to come समय भन्दा अघि जान पनि सक्नुहुन्न समय भन्दा पछि बस्न पनि सक्नुहुन्न जब तपाईको समय आउँछ त्यो बत्ती बल्ने दिनमा लाखौं हातले छोप्दा पनि त्यो बत्ती चाहिँ उज्यालो भएरै जाने हो के फेरि कसैले छोपिँदैन के अन्त अब यो जति यो अहिले सरले भन्नुहुँदैछ the mental issue thing which is very good we have to share things because I myself am an anxiety patient I've been an anxiety patient for past many years and I was into a depression mode for almost 3-4 years which I took it very healthy because it's part of life as Dr. Saab said it's just that you need to know how to use it how to play with it these are all things which will come and go but the thing is at the present moment of time you know how to play with it अब गोली टक्कै आयो भने त हातले हिर्काउने हैन खुट्टाले नै हिर्काउने हो अन्त त्यो हिसाबले तपाईको माइन्ड धेरै स्ट्राइक भइहाल्नुपर्छ के कसै यहाँ सुनको चम्ची लिएर जन्मेको कोही छैन मेरो बुवा पनि त मलाई भन्थ्यो कि यो याप्लाको छोरा हो भन्छ हैन but my dad was in such a condition that we were totally bankrupt for past 35 years we didn't have a single penny to buy a rice बाहिर गएर के गर्नु त याप्ला हो अब याप्लाले गएर तल काम गर्नु त नराम्रो भन्ने so we had our own struggle अब कस्तो भन्दाखेरि अब बुवालाई सोध्दाखेरि अब उहाँलाई बाउले एउटै कुरा भन्थ्यो अब ट्याग पाइहालेको छ we were born with class बजार जाने हो पैसा छैन सुपारी किन्ने पैसा छैन चाहिँ चिलाउनेको दाना मुखमा हालेर हिँडै भाइ भन्थ्यो क्या अब त्यो खालको सिचुएसन थियो दे हेभ देयर ओन स्ट्रगल सो आई स्टडीड इन अ गभर्नमेन्ट स्कुल है एज मैडम also said I also had the same life madam which we look from outside it's all it's how you take it because when people look at me मलाई यस्तो हेर्दाखेरि त यो यस्तो छोरा हो अब हामी चाहिँ बिहान उठेर 4 बजे दुध धुने त्यहाँ 3 रेखा चुला लिप्नु पर्थ्यो किन बुवाले हामीलाई त्यसै सिकाएको थियो पहिले रातो माटोले चुला लिप्ने त्यहाँ मान्छे बस्ने चाहिँ हामीले गोबरले लिप्नु पर्थ्यो र घरको मूल बुवा बस्ने चाहिँ रातो र सेतो माटोले लिपेर मात्रै स्कुल जानु पाउँथ्यो अन्त फर्केर आयो 70 काट्यो घाँस टन्न हाल्यो अन्त अध्यय गर्नु पर्थ्यो जस्तै मेरो अध्यय थियो 80 मन अदुवा हाम्रो ठुल दाजुको थियो जस्तै 20 मन अदुवा so we were brought up that way but I'm very thankful to my parents that they taught me what is life in a very young age मेरो बाउ चाहिँ कस्तो अमेरिकन स्टाइल थियो फेरि के